नमस्ते साथीहरू, आज हामी क्लास 12 इकोनोमिक्सको इम्पोर्टेन्ट क्वेसन डिस्कस गर्नेछौँ। सबैभन्दा सुरुमा रहेको छ वाट इज अपर्च्युनिटी कस्ट। अपर्च्युनिटी कस्ट इज द भ्यालु अफ नेक्स्ट बेस्ट अल्टरनेटिभ फर्कन भनेर लेख्न सक्नुहुन्छ। त्यसपछि अर्को रहेको छ वाट इज प्रोटेक्सनिजम। प्रोटेक्सनिजम इज अ पोलिसी एडप्टेड बाई द गभर्मेन्ट द्याट रेस्ट्रिक्ट द इन्टरनेसनल ट्रेड टु हेल्प डोमेस्टिक इन्डस्ट्रिज भनेर लेख्न सक्नुहुन्छ। त्यसपछि अर्को छ वाट इज ब्यालेन्स अफ पेमेन्ट छ। Balance of payment is the systematic recording of all recipient payment of a country with rest of the world भनेर लेख्न सक्नुहुन्छ। र तपाईँ यहाँ डाइरेक्ट ट्याक्स र इन्डाइरेक्ट ट्याक्सको डिफ्रेन्स पनि देख्न सक्नुहुन्छ। यो त एउटा न्यारो स्कोप र वाइड स्कोप, एन्टी इन्फ्लान्सरी र इन्फ्लान्सरी, प्रोग्रेसिभ इन नेचर र रिग्रेसिभ इन नेचर छ। यसरी लेख्न सक्नुहुन्छ मिलाएर। त्यसपछि अर्को रहेको छ वाट इज मोनेटरी पोलिसी राइट टाइप्स। मोनेटरी पोलिसी भनेको चाहिँ सेन्ट्रल ब्याङ्कले चाहिँ मनी सप्लाई र क्रेडिटलाई चाहिँ कन्ट्रोल गर्नको लागि चाहिँ बनाएको पोलिसी हो। र यसको टाइप्समा चाहिँ एक्सपेन्सरी छ, जुन चाहिँ इन्क्रिज मनी सप्लाई हुन्छ र डिक्रिज ब्याङ्क रेट हुन्छ। र कन्ट्राक्सनरीमा चाहिँ इन्क्रिज ब्याङ्क रेट हुन्छ र डिक्रिज मनी सप्लाई हुन्छ। त्यसै गरी अर्को क्वेसन रहेको छ इम्पोर्टेन्स अफ डिभिजन अफ लेबर। यो पनि इम्पोर्टेन्ट क्वेसन रहेको छ। यसमा चाहिँ टाइम सेभिङ, राइट मेन इन राइट प्लेस, इम्प्रुभमेन्ट इन स्किल, चिपर थिङ, इन्क्रिज इन प्रोडक्सन एन्ड प्रोडक्टिभिटी, पोसिबिलिटी अफ इन्भेसन, डाइभर्सिटी अफ अकुपेसन, यसरी लेख्न सक्नुहुन्छ। र यहाँ प्रोसेस अफ प्लान फर्मुलेसन इन नेपाल पनि छ। यसमा तपाईँले सिधै लाइनले लेख्नुपर्ने हुन्छ। प्रोसेस चाहिँ इभल्युसन, अब्जेक्टिभ, प्लान, टार्गेट गर्दै यसरी तपाईँले यो 7-8वटा लेख्नुभयो भने चाहिँ पुग्छ साथीहरू। अनि यिनीहरूको डिस्क्राइब पनि गर्नुपर्ने हुन्छ। यो चाहिँ भेरी इम्पोर्टेन्ट क्वेसन रहेको छ। र हाम्रो अर्को क्वेसन रहेको छ द प्रब्लम्स अफ नेपालीज फोरेन ट्रेड। यसमा चाहिँ के हुन्छ भने पुर इन्फ्रास्ट्रक्चर, इम्पोर्ट बेस्ड इन्डस्ट्रिज, ल्यान्ड लक एन्ड जियोग्राफिकल रिजन, हाई कस्ट अफ प्रोडक्सन, ल्याक अफ पब्लिसिटी एन्ड एडभर्टाइजमेन्ट हुन्छ। यसले गर्दा चाहिँ नेपाल फोरेन ट्रेडमा चाहिँ प्रब्लम आउँछ। अब अर्को क्वेसन रहेको छ फ्युचर अफ क्यापिटल मिक्स एन्ड सोसलिस्ट इकोनोमी। यो चाहिँ भेरी इम्पोर्टेन्ट रहेको छ। यहाँ चाहिँ तपाईँलाई क्यापिटलिस्ट इकोनोमी, सोसल इकोनोमी र मिक्स्ड इकोनोमीको चाहिँ फिचर्सहरू दिएको छ। यिनीहरू तपाईँ लेख्नुपर्ने हुन्छ र यिनीहरूको डिस्क्राइब गर्नुपर्ने हुन्छ। यो चाहिँ 5 नम्बर कोटाकोमा आउँछ। 5वटा तपाईँले मजाले याद गरेर जानु होला। यतिमध्ये एउटा चाहिँ ओरमा भए पनि आउन सक्छ साथीहरू। यो चाहिँ इम्पोर्टेन्ट क्वेसन रहेको छ, यसरी तपाईँ लेख्न सक्नुहुन्छ। त्यसपछि यहाँ चाहिँ डिफ्रेन्स बिट्विनहरू, इम्पोर्टेन्ट डिफ्रेन्स बिट्विन पनि रहेको छ। ब्यालेन्स अफ ट्रेड र ब्यालेन्स अफ पेमेन्टको, जुन चाहिँ न्यारो स्कोप, बोर्डर स्कोप, रेकर्ड अन्ली भिजिबल आइटम, रेकर्ड बोथ भिजिबल एन्ड इन्भिजिबल आइटम, डजन रेकर्ड क्यापिटल ट्रान्जेक्सन, इट रेकर्ड क्यापिटल ट्रान्जेक्सन, यसरी चाहिँ लेख्न सक्नुहुन्छ। र मनी मार्केट र क्यापिटल मार्केटमा चाहिँ लो रिस्क, हाई रिस्क र म्याचुरिटी पिरियड चाहिँ 1 इयर र त्यसको चाहिँ मोर देन 1 इयर हुन्छ। र यसले चाहिँ हाई डिग्री अफ लिक्विडिटी इन्जोय गर्छ, अर्कोले चाहिँ लो डिग्री इन्जोय गर्छ। अनि यसको इक्जाम्पल दिएर यसरी लेख्न सक्नुहुन्छ। त्यसपछि हाम्रो ठुलो क्वेसन कुन रहेको छ भने हाउ इक्विलिब्रियम प्राइस एन्ड आउटपुट डिटरमाइन इन सर्ट टर्म बाई युजिङ MRMC एप्रोच अन्डर पर्फेक्ट कम्पिटिसन। गर्दाखेरि तपाईँले सुरुमा पर्फेक्ट कम्पिटिसनको चाहिँ डेफिनेसन दिनुपर्ने हुन्छ। त्यसपछि सर्ट रनको पनि डेफिनेसन दिनुपर्ने हुन्छ। त्यसपछि कति बेला प्रफिट कति बेला लस हुन्छ भनेर यसरी देखाउनु पर्ने हुन्छ। त्यसपछि कन्डिसन लेखेपछि तपाईँले यसरी फिगरहरू चाहिँ बनाउनु पर्ने हुन्छ। यसको चाहिँ 4टा फिगर रहेको छ। अनि यसमा चाहिँ एबनर्मल प्रफिट, इन्डस्ट्री नर्मल प्रफिट र लस रहेको छ। र यिनीहरूको चाहिँ डिस्क्राइब गर्नुपर्ने हुन्छ। फिगर अनुसार तपाईँहरूको छैन भने यही सार्न पनि सक्नुहुन्छ साथीहरू। यो नोट सार्नु होला, इम्पोर्टेन्ट रहेको छ। र योसँग अर्को इम्पोर्टेन्ट रहेको भनेको चाहिँ यस्तै क्वेसन, तर यो चाहिँ मोनोपोलीको मार्केटमा। यसमा पनि सुरुमा मोनोपोलीको चाहिँ डेफिनेसन दिनुपर्छ। त्यसपछि सर्ट रनको, त्यसपछि चाहिँ यो कति बेला प्रफिट हुन्छ कति बेला चाहिँ लस हुन्छ भनेर उस्तै रहेको छ। त्यसपछि यसको नेसेसरी कन्डिसन लेखेपछि यसको एजम्सन चाहिँ लेख्दा पनि भयो, नलेख्दा पनि भयो। यहाँ मैले देखाइदिएको छु। त्यसपछि यसको 3टा फिगर हुन्छ। यसको 3टा फिगर पनि यसरी बनाउनु होला। र त्यसपछि यिनीहरू 3टै फिगरको चाहिँ डिस्क्राइब गर्नु होला। डिस्क्राइब गरेपछि चाहिँ यिनीहरूको डिस्क्राइब गरेपछि तपाईँलाई अझै मार्क्स थपिदिन्छ। त्यसपछि तपाईँहरूको नोट छैन भने यो सार्न पनि सक्नुहुन्छ, मिलाएर लेख्नुपर्ने हुन्छ एकदमै। यति नै साथीहरू। अझै क्वेसनहरू बाँकी छ नेक्स्ट पार्टमा है। त्यो त